हे हे प्रभु, हे प्रभु, हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद, ये क्या हुआ? ये सब क्या देखना पड़ सिधै ध्यानमै आयो। यो पहिल्यै लागेको छ। आखिर कसरी यस्तो भएको रहेछ सम्पूर्ण कुरा थाहा पाउनको लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। ओहो गाडीले डाइभ हानेछ नि यार। गाडी यसरी पल्टिँदा पनि सबैजना सुरक्षित हुनुहुन्छ। के भएर मेरो गाडीमा ठोकेर तपाईँ गाडीमा ठोक्यो के भएको रे खासमा? सर म आउँदै थिएँ, कुकुर आयो, म सोलो गर्दै आइरहन्छ, उसले आएर सिधै ड्याममै हान्यो। भाइकै गाडीमा हाने? मेरै गाडीमा हान्यो। तपाईँले लाग्नु लारे हो गाडीले? छेउबाटै गएको? तपाईँको सातो गयो गएन? चिचाको? तपाईँ चिचाएपछि सबैजनाको मारेर अगाडि जान सक्छ होइन, तर मेरो मैले कुकुर आएर सोलो गर्दै गएँ, उसले कमसेकम कन्ट्रोल गर्नुपर्छ नि गाडी होइन, अगाडि कन्ट्रोल गर्नु पर्दैन। ब्रेक लाइन नबल्ने भए ठिकै थियो। यो पहिल्यै लागेको छ। घरकै भेटिन्छ हेरे नै उ दखल परेछ भने त भन्न सक्दैन। भित्र बारा परेछ यहाँको ठाउँ होइन कि भित्र बारा। दाजु तपाईँ गाडी हो? के भएको थियो खासमा? रातो गाडी अगाडि आएको म पछाडि अनि आएर त्यो कुकुरले बाटो काटेर जानु ट्याक्कै लागेर मैले ब्रेक अगाडिको तपाईँ गाडी? कुकुर आयो अझै उहाँको स्पिड स्पिडले त जाने हो नि त। आफ्नो कन्ट्रोलमा हुनु पर्यो कि आज गाडी कन्ट्रोल गर्नु बुढीलाई पनि लिएर आएको काम गरेर भाइको चाहिँ बुढाबुढीसँगै काम मान्छे यस्तो चलाउनु छैन। अब हानेको ब्रेक लाग्दै लाग्यो। ब्रेक त चेक ओह्रालो चेक गर्दै गर्नु त्यो ड्राइभरले थाहा पाउनु पर्ने हुन्छ। आउनु त त्यहाँनिर सबै ब्रेकै समाएर आउनु। अनि यहाँतिर गाडी आएको भयो कि मान्छे छिट्यो तपाईँले पनि केही भएन। गाडी यही किच्या छ अर्को भित्र गएको छ। आएर आएको ऊ पनि मेरो पछाडिबाट आएर कुकुर आएको मैले सोलो गर्दै थिएँ, उसले आएर त्यहाँमै हान्यो। मलाई त यहाँ उसटाइदियो अनि मेरो कुनमा आउट हो। आम फराले भने तपाईँ हो? बापरे आँट त मान्नै पर्छ। रोडमा कि खेतमै? जब गाडी जोतिसकेपछि म पछाडि निस्क्यो पहिला अनि तिनजना पछि निस्क्यो भित्रबाट। त केही भएन है? के भन्छ ल मान्छेहरू मान्नुपर्छ, तगडा छ। यतिखेरसम्मै गाडी यहीँ छ। यो घटनाले हामी सबैलाई होसियार हुन सम्झाउँछ। सडकमा हतार गर्नु जीवनसँग खेल्नु हो। गति घटाउनु दुर्बलता होइन, जिम्मेवारी हो। सुरक्षित दूरी राख्नु डर होइन, परिवारको सम्झना हो। आउनुहोस् आजकै दिनदेखि प्रतिज्ञा गरौँ, ओभर स्पिड नगर्ने, ट्राफिक नियम नतोड्ने र अरूको जीवनलाई आफ्नो जीवन जतिकै मूल्य दिने। किनकि घरमा कोही छ, हामी सुरक्षित फर्कने आशमा प्रतीक्षा गरिरहेका हुन्छन्। गाडी उठाएन? ए त्यही गाडीमा जाने हो। यही गाडीमा? ट्रेनमा। ठिक छ। खासमा चाहिँ यहाँनिर घुम्ती छ होइन, माथि उकालो छ, तलतिर आउँदा ओह्रालो हुन्छ, त्यतिखेर फुल स्पिडमा आउँछ,
र यहाँनिर आइपुगेर मान्छेहरू कन्फ्युजिङ हुन्छ र यहीँनिर एक्सिडेन्ट हुने चान्स, त्यही भएर यहाँबाट त्यहाँ पुगेको छ गाडी एक्सिडेन्ट भएर। ल हेर्नुहोस्